जय नेपाल साथीहरू, विभिन्न परीक्षामा बारम्बार सोधिएका 15 प्रश्न उत्तरको यस श्रृङ्खलामा तपाईँहरूलाई स्वागत छ। आउनुहोस् आजको भिडियोलाई सुरु गरौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथीहरूको लागि आजको पहिलो प्रश्न रहेको छ, तरकारीको रानी कसलाई भनिन्छ? तपाईँको लागि अप्सन रहेको छ ए अलैँची, बी आलु, सी करेला र डी खुर्सानी। सही एन्सर रहेको छ अप्सन डी खुर्सानी। दोस्रो प्रश्न रहेको छ, कम्प्युटरलाई नेपालीमा के भनिन्छ? तपाईँको लागि अप्सन रहेको छ ए अनगिन्ती, बी सुसङ्ख्य, सी सुसङ्ख र डी कुनै पनि होइन। सही एन्सर रहेको छ अप्सन बी सुसङ्ख्य। तेस्रो प्रश्न रहेको छ, कुन ग्रह राति रातो रङको देखिन्छ? तपाईँको लागि अप्सन रहेको छ ए बुध, बी मङ्गल ग्रह, सी शनि ग्रह र डी शुक्र ग्रह। सही एन्सर रहेको छ अप्सन डी मङ्गल ग्रह। चौथो प्रश्न रहेको छ, नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो? तपाईँको लागि अप्सन रहेको छ ए त्रिशुली नदी, बी कोशी नदी, सी कर्णाली नदी र डी राप्ती नदी। सही एन्सर रहेको छ अप्सन डी राप्ती नदी। पाँचौँ प्रश्न रहेको छ, कुन जीवको 3वटा मुटु हुन्छ? तपाईँको लागि अप्सन रहेको छ ए माछा, बी कङ्गारु, सी अक्टोपस र डी उट। सही एन्सर रहेको छ अप्सन सी अक्टोपस। छैटौँ प्रश्न रहेको छ, घाममा सुकाउन फिजाइएको अन्नलाई के भनिन्छ? तपाईँको लागि अप्सन रहेको छ ए बिस्केट, बी बिसुन, सी बिस्कुन र डी अन्न सुकाएको। सही एन्सर रहेको छ अप्सन सी बिस्कुन। सातौँ प्रश्न रहेको छ, सबैभन्दा बढी सुनको उत्पादन कुन देशमा हुन्छ? तपाईँको लागि अप्सन रहेको छ ए भारतमा, बी चीनमा, सी साउदी अरबमा र डी अमेरिकामा। सही एन्सर रहेको छ अप्सन बी चीनमा। आठौँ प्रश्न रहेको छ, कुन देशमा सबैभन्दा बढी खेती गरिन्छ? तपाईँको लागि अप्सन रहेको छ ए जापानमा, बी चीनमा, सी भारतमा र डी अमेरिकामा। सही एन्सर रहेको छ अप्सन सी भारतमा। नवौँ प्रश्न रहेको छ, पखेटा नभएको चरा कुन हो? तपाईँको लागि अप्सन रहेको छ ए चमेरा, बी अस्ट्रिच, सी मयूर र डी काँडे भ्याकुर। सही एन्सर रहेको छ अप्सन बी अस्ट्रिच। 10औँ प्रश्न रहेको छ, इन्टरनेटको पहिलो प्रयोग कुन देशमा भएको थियो? तपाईँको लागि अप्सन रहेको थियो ए भारतमा, बी क्यानाडामा, सी बेलायतमा र डी अमेरिकामा। सही एन्सर रहेको छ अप्सन डी अमेरिकामा। तपाईँको लागि 11औँ प्रश्न रहेको छ, मङ्गलबार मात्र केटी माग्न जाने जाति कुन हो? तपाईँको लागि अप्सन रहेको छ ए चेपाङ, बी राई, सी झाकड र डी राजवंशी। सही एन्सर रहेको छ अप्सन ए चेपाङ। 12औँ प्रश्न रहेको छ, विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ? तपाईँको लागि अप्सन रहेको छ ए 7 अप्रिल, बी 8 अप्रिल, सी 18 मे र डी 22 नोभेम्बर। सही एन्सर रहेको छ अप्सन ए 7 अप्रिल।
13औं प्रश्न रहेको छ क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठुलो देश कुन हो? तपाईको लागि अप्सन रहेको छ ए रुस, बी भारत, सी चीन र डी पाकिस्तान। सही आन्सर रहेको छ अप्सन ए रुस। 14औं प्रश्न रहेको छ सबैभन्दा लामो घाँटी भएको जनावर कुन हो? तपाईको लागि अप्सन रहेको छ ए उट, बी जिराफ, सी हरिण र डी भालु। सही आन्सर रहेको छ अप्सन बी जिराफ। 15औं प्रश्न रहेको छ कुन जनावर पानी पिएपछि मर्छ? तपाईको लागि अप्सन रहेको छ ए हात्ती, बी सुगा, सी घोडा र डी कंगारू रेट। सही आन्सर रहेको छ अप्सन डी कंगारू रेट। 16औं प्रश्न रहेको छ नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छन्? तपाईको लागि अप्सन रहेको छ ए 15 प्रकारका, बी 32 प्रकारका, सी 35 प्रकारका र डी 21 प्रकारका। सही आन्सर रहेको छ अप्सन बी 32 प्रकारका। 17औं प्रश्न रहेको छ सबैभन्दा बढी अक्सिजन पाइने वनस्पति कुन हो? तपाईको लागि अप्सन रहेको छ ए निम, बी आँप, सी तुलसी र डी पिपल। सही आन्सर रहेको छ अप्सन डी पिपल। 18औं प्रश्न रहेको छ कहिले पात नझर्ने वनस्पति कुन हो? तपाईको लागि अप्सन रहेको छ ए खजुर, बी नास्पति, सी स्याउ र डी अनार। सही आन्सर रहेको छ अप्सन ए खजुर। 19औं प्रश्न रहेको छ समोसा धेरै खाँदा कुन रोग लाग्छ? तपाईको लागि अप्सन रहेको छ ए टिबी, बी मधुमेह, सी क्यान्सर र डी कब्जियत। सही आन्सर रहेको छ अप्सन डी कब्जियत। आजको अन्तिम प्रश्न तपाईहरुको लागि रहेको छ थाहा छ भने अवश्य पनि कमेन्ट गर्नुहोला। विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो? तपाईको लागि अप्सन रहेको छ ए बेगनास ताल, बी फेवा ताल, सी रारा ताल र डी से फोक्सुन्डो ताल। साथीहरू आजको प्रस्तुति यति नै। हजुरहरूलाई हाम्रो प्रस्तुति कस्तो लाग्छ? के सल्लाह सुझाव भए अवश्य पनि कमेन्ट गरेर बताउनुहोला। नयाँ साथीहरू हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला ताकि यस्तै रोचक जानकारीहरूको लागि